के तपाईहरू पनि जहिले कन्फ्युज हुनुहुन्छ हि इट हुन्छ कि इट्स हुन्छ भनेर र सी हेल्प हुन्छ कि हेल्प्स हुन्छ भनेर भने आजको भिडियो हेर्नुभयो भने चाहिँ तपाईँहरूलाई यस्तो खालको कुनै पनि कन्फ्युजन हुनेवाला छैन र अबदेखि तपाईँहरूले एक्जाममा कहिले पनि तुक्का हान्नुपर्ने अवस्था आउँदैन। सो विथआउट वेस्टिङ एनी मोर टाइम लेट्स गेट स्टार्टेड। सबैभन्दा अगाडि हामीलाई के थाहा हुनुपर्छ भने यो कन्सेप्ट चाहिँ ग्रामरको सब्जेक्ट भर्ब एग्रिमेन्ट च्याप्टरभित्र पर्छ र विच इज वान अफ द मोस्ट इम्पोर्टेन्ट च्याप्टर अफ ग्रामर। हामीले च्याप्टरको नेमबाट नि के थाहा पाउन सक्छौँ भने यो च्याप्टरले चाहिँ कस्तो खालको सब्जेक्ट कस्तो खालको भर्बसँग एग्री गर्छ भनेर बताउँछ। सबैभन्दा अगाडि चाहिँ म तपाईँहरूलाई सब्जेक्टको बारेमा बुझाउँछु। ग्रामरमा चाहिँ सब्जेक्ट भनेको कुनै पनि पर्सन प्लेस हो जुनको बारेमा चाहिँ सेन्टेन्समा कुरा गरिएको छ। इक्जाम्पलबाट बुझौँ है त। द बोय प्लेज फुटबलमा द बोय हाम्रो सब्जेक्ट भयो, द स्टुडेन्ट्स आर स्टडिङमा द स्टुडेन्ट्स भयो भने राम एन्ड हरि आर फ्रेन्ड्समा राम एन्ड हरि हाम्रो सब्जेक्ट भयो। त्यसै गरी भर्ब भनेको चाहिँ एउटा एक्सन वर्ड हो र तपाईँहरूले यो च्याप्टरको लागि जम्मा 2 टाइप्स अफ भर्ब्स याद गर्नुभयो भने चाहिँ मोर देन इनफ हुन्छ। विच आर भर्ब 1 एन्ड भर्ब 5। तपाईँहरूलाई थाहा छँदैछ भर्ब 5 को लास्टमा चाहिँ जहिले पनि एस अर इएस हुन्छ भने भर्ब 1 को लास्टमा चाहिँ जेनरली एस अर इएस हुँदैन। अब चाहिँ लागौँ हामी मेन रुलतर्फ। यसमा चाहिँ जम्मा 2 वटा रुलहरू छन् जुन चाहिँ तपाईँहरूले याद गर्नुभयो र मजाले बुझ्नुभयो भने चाहिँ सबै एक्सर्साइजहरू इजिली गर्न सक्नुहुन्छ। पहिलो रुल रहेको छ सिंगुलर सब्जेक्ट प्लस भर्ब 5, यानी कि हरेक सिंगुलर सब्जेक्टको पछाडि चाहिँ हामीले भर्ब 5 युज गर्नुपर्छ। जस्तो कि राम इट्स, राम प्लेज, राम राइट्स। तपाईहरूले प्र्याक्टिस गर्दा पनि भोकली पनि प्र्याक्टिस गर्नुहोला। यसले गर्दा चाहिँ तपाईहरूको भोकली रङ हुने चान्स पनि एकदमै थोरै हुन्छ। प्लुरल सब्जेक्टमा चाहिँ हाम्रो राम एन्ड श्याम भयो, हरि एन्ड गीता भयो, दे वी भयो, अनि टिचर्स पिपल स्टुडेन्ट्सहरू भयो र यी नाउन्सहरूको पछाडि चाहिँ हामीले जहिले पनि भर्ब 1 युज गर्नुपर्छ। यो 2टा रुल जुन हामीले पढ्यौँ त्यो चाहिँ बेसिक भित्र पर्छ र यो बाहेक पनि तपाईहरूले धेरै कुराहरू ध्यानमा राख्नुपर्छ जुन चाहिँ म तपाईहरूलाई 1 बाइ 1 भन्न जाँदैछु। आई होप तपाईहरूले नोट मेकिङ पनि गर्नु भइरहेको छ होला, अदरवाइज इट्स नट गन वर्क। फर्स्टमा अलवेज रिमेम्बर द्याट यु र आई को पछाडि चाहिँ भर्ब 1 लाग्छ है। अनि समवन, समबडी, एनीवन, एनीबडी, एभ्रीवन, एभ्रीबडी र नन नोबडी अलवेज टेक्स भर्ब 5, यानी कि समबडी हेल्प्स हुन्छ, समवन प्लेज हुन्छ। त्यस पछाडि अनकाउन्टेबल नाउनको पछाडि चाहिँ जहिले पनि भर्ब 5 हुन्छ। फर इक्जाम्पल सल्ट डिजल्भ्स इन वाटर हुन्छ। हामीले एक्सर्साइजहरू गर्दै जाँदाखेरि स्लो एन्ड स्टेडी, ल एन्ड अर्डर, टाइम एन्ड टाइड यस्तो देख्यो भने चाहिँ हामीले भर्ब 5 लेख्नुपर्छ, किनभने यिनीहरूले एउटै मिनिङ देखाउँछ। त्यसै गरी न्युज, वेजेस, म्याथमेटिक्स, फिजिक्स, स्ट्याटिस्टिक्स, इकोनोमिक्स यस्तो टर्म्सहरूले चाहिँ जहिले पनि सिङ्गुलरलाई डिनोट गर्छ र हामीले यसको पछाडि भर्ब 5 लेख्नुपर्छ। इभन दो यिनीहरू हेर्दाखेरि प्लुरल लाग्न सक्छ र भर्ब 1 लेख्छन् धेरै स्टुडेन्ट्सले, तर करेक्ट एन्सर चाहिँ जहिले पनि भर्ब 1 हुन्छ। आई होप तपाईँहरूले आज पढाएको सबै बुझ्नुभयो होला र यसको सबै एडभान्स रुल कभर गरेर हामीले सेकेन्ड पार्ट पनि चाँडै नै ल्याउँदैछौँ। सो प्लिज डु सब्सक्राइब एन्ड टर्न द नोटिफिकेसन बेल अन सो यु विल गेट नोटिफिकेसन व्हेनेभर वी अपलोड द्याट भिडियो।